उठेर रेडी भएको छु अनि खाना त धेरै रहेछ अब 30 मिनट बाँकी भयो 30 मिनटमा चाहिँ हामी रेडी भएर निस्किन्छौँ अनि हामी चाहिँ अर्ली मर्निङ भएको भएर हाम्रो ब्रेकफास्टहरू होटलबाट प्याकिङ गर्दै हुनुहुन्छ प्याकिङ गरेर हामी अब लाग्छौँ अनि अब हामी चाहिँ एयरपोर्टमा इमिग्रेसनहरू सकाइसकेपछि एयरपोर्ट एरोप्लेनभित्र गयौँ त्यसपछि हामी 3 घण्टाको फ्लाइटपछि हामी फाइनली सिङ्गापुरमा आइपुगिसक्यौँ सिङ्गापुरमा चाहिँ इमिग्रेसन धेरै टाइम लाग्दैन जस्ट मेसिनमा स्क्यान गरेर त्यसपछि अब हामी होटल चेक इन गर्न जान्छौँ होटल चेक इन गरिसकेपछि हामी आज हाम्रो सिटी टुर छैन त्यही भएको भएर हामी आज सेल्फ मरिनातिर जान्छौँ प्लस अब आज सिङ्गापुरको इभिनिङ हामी हेर्छौँ मेरो दिस इज माई 4th टाइम म चाहिँ तर सिङ्गापुर नाइटमा कस्तो देखिन्छ मैले देखेको थिएन म डेमा मात्रै घुमेको थिएँ तर यो टाइम चाहिँ म नाइटमा पनि घुम्छु यो चाहिँ हामी जाँदा मरिना अब हामी होटल चेक इन गरिसकेर मरिना जाँदैछौँ सिङ्गापुरमा आइसकेपछि सबैको फेभरेट प्लेस भनेको चाहिँ यही मरिना बे हो अनि हामी चाहिँ जाँदैछौँ पुग्न लाग्यो अलमोस्ट त्यसपछि सिङ्गापुरको प्लेसहरू हामी देखाउँदैछु सिङ्गापुर फाइनली हामीले 3-4 आवर वेट सकेपछि अब इभिनिङ हुन लागेको छ सिङ्गापुरमा अहिले चाहिँ यहाँ 5:36 हुन लागेको छ यसपालि चाहिँ म सिङ्गापुरको इभिनिङमा नाइटमा कस्तो देख्छ भनेर म भन्छु यो चाहिँ मरिना बेको सपिङ मल हो इनसाइड हामी अब यहाँ केही खाइसकेपछि हामी यता वक गर्छौँ यहाँ चाहिँ एक्सर्साइज गरेर ठाउँ छ पब्लिक प्लेस एक्सर्साइज गर्ने ठाउँ त्यसपछि हामी नेक्स्ट डे यो भिक्टोरिया पार्क सिङ्गापुरकोमा गएका छौँ त्यसपछि हामी सिङ्गापुर फ्लायरमा जान्छौँ त्यसपछि हामी अब ब्याक टु होटल आउँछौँ त्यसपछि हामी लन्च गर्छौँ लन्चहरू सबै गरिसकेपछि हामी प्याकिङहरू गरेर आजै मलेसियातिर निस्किन्छौँ यो चाहिँ पहिला क्रिस मुभी सुटिङ गरेको थियो
ऋतिक रोशनको मुभी क्रिस मुभी भएको हेर सनटेक सिङ्गापुर चाहिँ इभिनिङ एकदम राम्रो देखिँदो रहेछ बोटहरू राइड पनि हुँदो रहेछ राति इभिनिङमा लाइटहरूमा यो होल सिङ्गापुर मरिना बेस्ट देख्छ बत्तीमा